अब्स्ट्रक्टिभ स्लिप एप्निया एउटा निन्द्रा विकारको एउटा एकदमै महत्त्वपूर्ण एउटा समस्या हो। यो भनेको चाहिँ घुर्ने व्यक्तिहरूमा देखिन्छ हैन। अब हाम्रो चाहिँ कस्तो हुन्छ भने सासनली साँगुरिएर चाहिँ अक्सिजनको मात्रा कम हुन्छ हैन। अनि त्यसपछि चाहिँ त्यसले गर्दाखेरि सासनलीको हाइपोटोनिसिटी भएर चाहिँ अनि ठ्याप्प बन्द भइदिन जान्छ हैन। त्यसले गर्दाखेरि चाहिँ शरीरमा चाहिँ धेरै नकारात्मक असरहरू पर्न जान्छ, जस्तो कि फोक्सोमा, मुटुमा हैन। अब जस्तो हृदयघातहरू हुने, अनि त्यसपछि चाहिँ पक्षघात हुने, त्यसै गरेर मेटाबोलिक सिन्ड्रोमहरू देखा पर्ने हैन। यो सुगर, प्रेसर, अनि त्यसपछि डिप्रेसन, अनि त्यसपछि चाहिँ कन्सन्ट्रेसन गर्न नसक्ने यस्तो खालको समस्याहरू देखा पर्ने हुन्छ। यसको मेन हामीले घुर्ने समस्या भनेको चाहिँ देखिने कस्तो बिरामीहरूमा हुन्छ भने जो धेरै मोटो हुन्छ नि, धेरै मोटो मान्छेहरू अथवा चाहिँ इभन दुब्लै मान्छेहरूमा पनि हैन, कोही कोही दुब्लो मान्छेमा पनि देख्न सकिन्छ। तर विशेष गरी चाहिँ जिब्रो बाक्लो हुने, अनि त्यसपछि चाहिँ टन्सिलको साइज ठुलो भएको मान्छेहरू, अथवा चाहिँ हाम्रो ल्यारिङ्समा हाम्रो श्वासनलीमा चाहिँ ट्युमर आएको मान्छेहरू, अनि त्यसपछि चिउँडो छोटो भएको मान्छेहरू हैन, त्यस्तो खालको मान्छेहरूमा चाहिँ यो समस्या बढी देखिने हुन्छ। सबैभन्दा धेरै देखिने भनेको चाहिँ घुर्ने समस्या हैन। अनि त्यसै गरेर घाँटीमा चाहिँ के अड्केको जस्तो अनुभव हुने, घाँटी दुख्ने हैन, पिसाब धेरै लागिरहने, जता पाए त्यतै निदाउने हैन। अनि त्यसपछि चाहिँ केही कुरामा एकाग्रता गर्न नसक्ने हैन। त्यसपछि झगडा परिरहने। कति बिरामीहरूलाई चाहिँ यो रोगको कारणबाट चाहिँ प्रेसर, सुगर, थाइरोइड हैन, थाइरोइडको समस्याहरू, त्यसै गरेर चाहिँ लिपिड रिलेटेड समस्याहरू पनि आइसकेको पनि हुन्छ कि। अनि त्यो बिरामीले थाहा नपाइकन चाहिँ अरू डिपार्टमेन्ट धाइरहेको हुन्छ। अब यो रोगलाई पत्ता लगाउनको लागि चाहिँ हामीसँग एउटा धेरै राम्रो माध्यम भनेको चाहिँ हामीले धुलिखेल अस्पतालमा एउटा 48 च्यानल पोलिसोमोग्राफी भन्ने एउटा टेस्ट सुरु गरेको छौँ। र अर्को भनेको चाहिँ एउटा नाकबाट घाँटीसम्म पाइप छिराएर कता चाहिँ सासनली ब्लक भएको छ भनेर हेर्ने एउटा जाँच हुन्छ। त्यसको नाम चाहिँ ड्रग इन्ड्युस स्लिप एन्डोस्कोपी हो। प्रत्येक बिरामीको चाहिँ सिचुएसन हेरेर, उनीहरूको कन्डिसन हेरेर चाहिँ हामीले चाहिँ त्यसको डिसिजन लिन्छौँ कस्तो उपचार चलाउने भन्ने। अहिले हामीले एकदमै राम्रो रिजल्ट पाइरहेको चाहिँ सर्जरी हैन। अब सर्जरी चाहिँ अब कस्तो प्रकारको सर्जरी गर्ने हैन। अब जिटा प्याराटोफ्यारिङ्गोप्लास्टी गर्ने कि एन्टेरियर प्याराटोप्लास्टी गर्ने कि अथवा ल्याटरल एक्सपान्सन फ्यारिङ्गोप्लास्टी गर्ने कि भन्ने कुरा चाहिँ हामीले पेसेन्टको चाहिँ ड्रग इन्ड्युस स्लिप एन्डोस्कोपी, त्यो नाकबाट पाइप छिराएर हेर्ने जाँच पश्चात चाहिँ हामीले डिसाइड गर्छौँ हैन। बिरामीले चाहिँ यो सर्जरीले चाहिँ कतिको फाइदा गर्छ भन्ने हामीले ठम्याइसकेपछि चाहिँ अनि त्यस्तो प्रकारको सर्जरी गर्छौँ। अब त्यो सर्जरीको चाहिँ रिजल्ट एकदमै राम्रो छ है। अब हामीले यहाँ धेरैवटा यस्तो सर्जरी गऱ्यौँ, त्यसको चाहिँ एउटा धेरै राम्रो पक्ष भनेको चाहिँ के भने बिरामीले चाहिँ एकपटक गरेपछि जिन्दगीभरलाई आनन्द के हैन, आनन्द हुने। अनि त्यसपछि चाहिँ यसको रिजल्ट चाहिँ दुब्लाउने पनि। अब त्यस्तै गरेर कति बिरामीहरूमा चाहिँ पोजिसनल एप्निया पनि भइरहेको हुन्छ हैन। जस्तो पोजिसनल एप्निया भनेको चाहिँ कस्तो हो भने हामी उत्तानो सुत्दाखेरि बढी हुने। सो यस्तो बिरामीहरूको लागि चाहिँ हामीले एउटा पोजिसनल डिभाइस हैन, त्यस्तो पनि हामीले अहिले उपलब्ध गराइरहेको छौँ। यो चाहिँ हाम्रो नेपाल इनोभेसन सेन्टर को सहयोगबाट चाहिँ हामीले धुलिखेल अस्पतालमा चाहिँ अहिले भर्खरै 1 महिना जति भयो हामीले यो सुरु गरेको। सो त्यो डिभाइस चाहिँ कस्तो हो भनेदेखि यो चाहिँ हाम्रो नेपाली मान्छेहरूलाई चाहिँ धेरै सुपथ मूल्यमा, सस्तोमा र चाहिँ सजिलो ट्रिटमेन्टको चाहिँ अप्सन हो यो है। अब यो चाहिँ कस्तो भने कोही अब थोरै मात्रामा मात्रै स्लिप एप्निया हुने मान्छेहरूको लागि यो मात्रै पनि प्रयोग गरेर यसको साथसाथै अरू ट्रिटमेन्ट पद्धतिहरू पनि प्रयोग गरेर पनि चलाउन मिल्छ हैन। अब धेरै सिभियर एप्निया हुने अथवा मोडरेट एप्निया हुने मान्छेहरूलाई चाहिँ यो चाहिँ सँगसँगै प्रयोग गर्न पनि मिल्छ, अथवा यो छुट्टै प्रयोग गर्न पनि मिल्छ कि यो पोजिसनल डिभाइस भन्ने चाहिँ। अब त्यस्तै गरेर हामीले चाहिँ एक्सर्साइजहरू पनि दिइरहेको हुन्छौँ हैन। मोटो भएका मान्छेहरूको लागि भनेर चाहिँ हामीले चाहिँ दुब्लाउने तरिकाहरू हैन, त्यो पनि हामीले चाहिँ सिकाउने हुन्छौँ हैन। त्यो सबै किसिमबाट चाहिँ हामीले यसको उपचार गरिरहेको हुन्छौँ। मलाई एक्कासी झट्का दियो,
बिउजिनी गरेँ। लगभग 2-3 सेकेन्ड चाहिँ मैले सासै फेर्न सकिनँ। धुलिखेल हस्पिटल आए लगत्तै मैले डाक्टर मोनिकाजीलाई भेट भयो। उहाँकै सल्लाह अनुसार चाहिँ गत मङ्सिरको 25 गते मेरो उहाँकै नेतृत्वमा सफलतापूर्वक सर्जरी भयो। अहिले मलाई चाहिँ भगवानको कृपा भनौँ या बा के भनौँ, पहिला र अहिले हेर्दाखेरि मलाई धेरै नै मैले आफूलाई चाहिँ अनुभव गरेँ। अब त मलाई बेलुका सुत्नासाथ एकछिनमै बिहान भएको महसुस हुन्छ। रातभरि एकै निन्द्रा हुन्छ र साथसाथै मेरो यो शरीरको वजनको वेटको हिसाबले पनि म लगभग के नभने 10-11 केजी चाहिँ यो बिचमा चाहिँ घटेँ। अब डाक्टर मोनिकाजीले भन्नुभए अनुसारै यो वेटलाई चाहिँ मेन्टेन गर्नु भनेर भन्नुभएको छ। उहाँको सल्लाह अनुसारै चल्नेछु म। सर्जरी गरिसकेपछि मेरो अहिले घुर्ने सुत्ने सबै हराएको छ अनि वेट पनि 110 थियो, अहिले 85 भएको छ। वेट पनि घटेको छ। अहिले मेरो स्वास्थ्य राम्रो भइरहेछ। उहाँले भन्नुभए अनुसारले अब खानपिन र स्वास्थ्यमा चाहिँ म सुधार्दै लगिएको छ। हामीले धुलिखेल हस्पिटलमा मिनिमम प्राइसमा धेरै नै सुपथ मूल्यमा चाहिँ बिरामीलाई उपलब्ध गर्दै आइरहेका छौँ होइन। अब यो सिप्याप मेसिन भन्ने चाहिँ कस्तो छ भने यो चाहिँ एउटा फिक्स्ड यसको प्राइस हुन्छ। यो चाहिँ काठमाडौँबाट किनेर चलाउने हो। अब त्यसमा त हाम्रो हात हुँदैन। तर सर्जरीको लागि चाहिँ हामीले यसलाई चाहिँ कमभन्दा कम पैसामा हामीले गरिरहेका छौँ।